वेलकम टु नासा सेक्युरिटीज। नासा सेक्युरिटीजले ल्याएको नयाँ ट्रेडिङ म्यानेजमेन्ट सिस्टम नासा एक्स को मोबाइल एपमा तपाईलाई स्वागत छ। यस भिडियोमा हामी ड्याशबोर्ड मेन्युको बारेमा जान्ने छौं। स्क्रिनको बटम लेफ्ट कर्नरमा हामी ड्याशबोर्ड मेन्यु देख्न सक्छौं। यसमा ट्याप गर्यौं भने ड्याशबोर्ड मेन्यु नै खुल्छ। लगइन गर्दाखेरि पनि बाइ डिफल्ट ड्याशबोर्ड मेन्यु नै खुल्ने हो। त्यसैगरी ड्याशबोर्ड मेन्युमै जानलाई स्क्रिनको टप लेफ्ट कर्नरमा रहेको यो ह्यामबर्गर बटनमा ट्याप गरी ड्याशबोर्डमा ट्याप गर्नुभयो भने ड्याशबोर्ड मेन्युमै आइपुग्नुहुन्छ। र अब हामी ड्याशबोर्ड मेन्युमा रहेको इन्फर्मेसन्सहरुको बारेमा डिस्कस गरौं। स्क्रिनको माथिल्लो भागमा नेप्से इन्डेक्स, टर्नओभर र भोल्युमको भ्यालुजहरु हामी देख्न सक्छौं। त्यसैगरी स्क्रिनको बीचतिर हेर्नुभयो भने नेप्सेको 1 सेकेन्ड चार्ट रहेको छ। यो चार्टले नेप्सेको भ्यालु प्रति सेकेन्ड कति अंकले बढ्यो कति अंकले घट्यो भन्ने कुरा देखाउँछ। त्यसैगरी चार्टको तलतिर हेर्नुभयो भने यहाँ डिफरेन्ट मेन्युजहरु रहेका छन्, जस्तै कि सुरुमा रहेको छ टप गेनर्स। यसमा ट्याप गर्नुभयो भने टप गेनर्स स्क्रिप्ट्सहरु तपाई देख्न सक्नुहुन्छ। र यहाँ भ्यू मोरमा ट्याप गर्नुभयो भने अझै पनि टप गेनर्सको लिस्टहरु तपाई स्क्रोल गर्दै तलतिर हेर्दै जान सक्नुहुन्छ। त्यसैगरी अर्को बटन रहेको छ टप लुजर्स। यसमा ट्याप गर्नुभयो भने टप लुजर्ससँग सम्बन्धित स्क्रिप्ट्सहरु देख्न सक्नुहुन्छ। त्यसैगरी तपाईले यो स्क्रिनलाई लेफ्ट साइडतिर स्क्रोल गर्नुभयो भने टप टर्नओभर र टप भोल्युमको मेन्यु पनि देख्न सक्नुहुन्छ। सो टप टर्नओभर मेन्यु भित्र टप टर्नओभर गरिरहेको स्क्रिप्ट्सहरुको डिटेल देख्न सक्नुहुन्छ। त्यसैगरी टप भोल्युम मेन्यु भित्र सबभन्दा धेरै कारोबार भइरहेको स्क्रिप्ट्सहरुको डिटेलहरु देखाउँछ। सो यस भिडियोमा यति नै। अब नेक्स्ट भिडियोमा हामी वाच लिस्ट मेन्यु बारे जान्ने छौं। धन्यवाद।